शहीद जेन्जीको बलिदान खेर जाँदैछ। नेपोटिजमको विरुद्धमा लडेका जेन्जीहरूले आज कुमार बेनको दाजु बहिनीलाई नियुक्ति गर्दा किन चुपचाप छन्? दाजु बहिनीलाई नियुक्ति गर्नु आफैमा नराम्रो होइन, तर क्वालिफिकेसन के उनीहरू सर्टलिस्टमा को थिए, किन उनीहरू नै छानिए, सार्वजनिक गरिएको छैन। अब कुमार बेनको भन्नुहुन्छ भने प्रधानमन्त्री बालेनको पूर्व मित्र, अहिले सल्लाहकार हुनुहुन्छ। अनि हिजो भ्रष्टाचार विरुद्धमा लडेर देशै खरानी बनाएका जेन्जीहरूले आज बिवाइडी काण्डमा अरबौँ छली गर्दा, स्मार्ट टेलिकममा अरबौँ छली गर्दाखेरि छानबिनको माग किन राख्न सक्दैनन्? छानबिन नगर्ने भनेर संसदबाटै अर्थमन्त्रीले मेरो छानबिन नगरियोस्, यदि गरिन्छ भने म तपाईँहरूको पनि निकाल्छु भनेर धम्की दिँदासम्म पनि चुपचाप बसेको देख्दाखेरि माथिबाट शहीद जेन्जीले हामीलाई के सोचिरहेका होलान्? हाम्रो बलिदान त खेरै गयो भनेर सोचिरहेका होलान् पक्कै पनि। अर्को कुरा, सुदन गुरुङको छानबिन त भयो, तर प्रतिवेदन सार्वजनिक भएन। अनि सांसदहरूको त्यत्रो सम्पत्ति छ भनेर देखाइयो, तर आय स्रोत के हो त? शहीद जेन्जीले के सोच्लान् भाइ? छि।